यो चाहिँ हाम्रो कौसीमा भएको यो ड्र्यागन फ्रुट हो। यो रातो खाले ड्र्यागन हो। यो एकदमै मिठो हुन्छ यो स्वाद। अनि अहिले चाहिँ हाम्रो यो ड्र्यागन फ्रुटको यो बडिङ सिजन सुरु भएको छ। देख्न सक्नुहुन्छ यहाँ विभिन्न ठाउँमा चाहिँ कोपिलाहरू, सासानो कोपिलाहरू लागेको छ है। यो ड्र्यागन फ्रुटको मेन शत्रु भनेको चाहिँ यो कमिला हो। यो कमिला सानो यो कमिलाहरूले चाहिँ यसले एकदमै एट्याक गर्ने हुनाले चाहिँ हामीले यसलाई कमिलाबाट चाहिँ बचाउनु पर्ने हुन्छ। ल हेर्नुहोस्, म्याक्सिमम ठाउँमा चाहिँ यो फ्रुटहरू देखिन थाल्छ। तपाईँले पनि आफ्नो घरको चाहिँ कौसीमा यसरी ड्र्यागन फ्रुट चाहिँ लगाउन सक्नुहुन्छ। यो सानो एउटा पटमा चाहिँ बिचमा एउटा किला गाडेर यसरी तपाईँले चाहिँ वरिपरिबाट 2-3टासम्म बोटहरू लगाउनु भयो भने यसरी माथि चाहिँ यसरी झ्याङ्गिने हुन्छ। ड्र्यागन फ्रुटलाई चाहिँ धेरै स्पेस पनि नचाहिने र चाहिँ धेरै माटोहरू पनि नचाहिने हुनाले चाहिँ तपाईँले सानो गमलामा चाहिँ तपाईँले प्रशस्त मात्रामा प्राङ्गारिक मलसहित आफ्नो चाहिँ बारीको माटो प्रयोग गरेर पनि तपाईँले चाहिँ रोप्न सक्नुहुन्छ। यसलाई यो भिडियो यति नै, र पछि म फेरि यो फ्रुटहरू चाहिँ अलि ठुलो भएपछि फल लागेपछि म तपाईँहरूलाई फेरि अर्को भिडियो लिएर आउनेछु। र यो भिडियोलाई चाहिँ यो च्यानललाई चाहिँ लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।